हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो च्यानल एजुकेसन फाइमा। आज चाहिँ हामी कक्षा 12 को फिजिक्सको सेकेन्ड ल अफ थर्मोडायनामिक्सबाट केही बुस्टर क्वेशनहरु गर्न जाँदै छौं। यदि तपाईहरुले यहाँ भन्दा अगाडिको बुस्टर क्वेशनहरु हेर्नु भएको छैन भने हामीले यहाँ भन्दा अगाडि सबै च्याप्टरहरुको बुस्टर क्वेशन हालिसकेका छौं, एकचोटी गएर चेक गर्नु होला। अब सुरु गरौं आजको क्वेशन नम्बर 1। क्वेशन नम्बर 1 मा के भनेको छ भन्दा अ कार्नोट इन्जिन एब्जर्ब्स भनेको छ हिट फ्रम अ रिजर्भर एट अ टेम्परेचर अफ यति हिट एब्जर्ब गर्छ भनेर भनेको छ। हिट एब्जर्ब गर्ने एउटा केस दियो। अर्को भनेको रिजेक्ट्स हिट, अर्को हिट रिजेक्ट गर्छ अरे फ्रम अ रिजर्भर एट टेम्परेचर अफ 27 डिग्री सेल्सियस। भनेपछि हामीले के थाहा पाउनु पर्यो भन्दाखेरि टेम्परेचर एउटा सोर्स हुन्छ, अर्को सिंक हुन्छ। यसमा सोर्स कस्तो हुन्छ त? सोर्स भनेको जुनको टेम्परेचर बढी हुन्छ, सिंक भनेको जुनको टेम्परेचर कम हुन्छ। मतलब टेम्परेचर अफ सोर्स भनेको हामीले जनरली T1 ले डेनोट गर्ने गरिन्छ अनि सिंकको टेम्परेचर भनेको T2 ले डेनोट जनरली गर्ने गरिन्छ। अब यसमा के भनेको छ त? जुनले एब्जर्ब गर्छ भनेको सोर्सको कुरा हो। यो सोर्सले एब्जर्ब गर्ने हुन्छ अनि सिंकले चाहिँ रिजेक्ट गर्ने हुन्छ। त्यही भएर अब 127 डिग्री सेल्सियस छ सोर्सको टेम्परेचर अनि सिंकको भनेको 27 डिग्री सेल्सियस छ। यसलाई सबैभन्दा सुरुमा त हामीले केल्भिनमा लानुपर्छ। केल्भिनमा लग्यो भने एकदम सजिलो हुन्छ। हामीले 400 केल्भिन, यो भनेको 300 केल्भिन भयो। 400 केल्भिन र 300 केल्भिन रहेछ। अब अर्को के भनेको छ भन्दा इफ द इन्जिन एब्जर्ब्स यति हिट भनेको छ फ्रम हाई टेम्परेचरबाट एब्जर्ब गर्ने हिट भनेको के हुन्छ त? Q1 हुन्छ। सोर्सबाट एब्जर्ब गरेको Q1, सिंकलाई दिएको सिंकमा हिट रिजेक्ट गरेको Q2। Q1 कति हुँदो रहेछ? 1000 क्यालोरी हुँदो रहेछ। 1000 क्यालोरी हुँदो रहेछ। अब यतिबाट हामीले के थाहा पाउनु पर्यो भन्दाखेरि फाइन्ड द वर्क डन, हिट रिजेक्टेड टु द लो टेम्परेचर अनि इफिसिएन्सी थाहा पाउनु पर्यो। मतलब वर्क डन भनेको कति हुन्छ थाहा पाउनु पर्यो। अर्को हिट रिजेक्टेड टु द लो टेम्परेचर अर्थात हिट रिजेक्टेड टु द सिंक, त्यो भनेको Q2 कति हो भनेर थाहा पाउनु पर्यो। अनि अर्को इफिसिएन्सी कति हो भनेर थाहा पाउनु पर्यो। अब यसको लागि हामीसँग फर्मुलाहरु छ। सबैभन्दा सुरुमा T1 छ, T2 छ, Q1 छ भने Q2 त यतिकै निस्किन्छ। कुन फर्मुलाबाट निस्किन्छ भन्दा Q2 को लागि सुरुमा कुन फर्मुला लगाम भन्दा Q1 अपनमा Q2 इज इक्वल टु T1 अपनमा T2 हुन्छ। यो रिलेसन हो। यो रिलेसन भनेको हाम्रो डेरिभेसनबाट आएको रिलेसन हो। यो डेरिभेसनबाट आएको रिलेसन हेर्ने हो भने Q1 भनेको कति छ? Q1 भनेको 1000 छ। 1000 Q2 भनेको Q2 नै राखौं इज इक्वल टु T1 भनेको 400 छ, T2 भनेको 300 छ। हो यसलाई सल्भ गर्ने हो भने Q2 को भ्यालु भनेको 750 क्यालोरी आउँदो रहेछ। यतिबाट Q2 निस्क्यो। यो Q2 निस्किसक्यो। अब Q2 निस्केपछि हामीले के गर्नु पर्यो? वर्क डन निकाल्न पर्यो। वर्क डन निकाल्नको लागि Q1 पनि छ, Q2 पनि छ भनेपछि वर्क डन निकाल्नको लागि त झन् सजिलो हुने भयो। वर्क डन निकाल्ने भनेको Q1 माइनस Q2 गर्ने हो। यति गर्यो भने त वर्क डन आइहाल्छ। Q1 भनेको हामीसँग 1000 छ, 1000 क्यालोरी छ, माइनस Q2 भनेको 750 क्यालोरी छ भनेपछि वर्क डन भनेको त 250 क्यालोरी हुँदो रहेछ। 250 क्यालोरी हुँदो रहेछ। अब यदि जुलमा लैजान पर्ने छ भने क्यालोरीलाई जुलमा लान सकिने भयो। 250 * 4.2 हुने भयो इज इक्वल टु यो भनेको 1050 जुल हुने भयो। 1050 जुल हुने भयो जुलमा लाने भए पनि। अब अर्को के भनेको छ? हामीले इफिसिएन्सी निकाल भनेको छ। अब इफिसिएन्सी निकाल्नको लागि इफिसिएन्सीको त एउटा सिम्पल फर्मुला छ। सिम्पल फर्मुला के छ त भन्दाखेरि वर्क डन भन्दा नि भयो अथवा Q1 माइनस Q2 अपनमा Q1 इन्टु 100% हो कार्नेट इन्जिनको लागि। कार्नेट इन्जिनको लागि इफिसिएन्सीको फर्मुला यही हो भनेपछि Q1 माइनस Q2 अपनमा Q1 यति गर्ने। अब यो सबै भ्यालु हामीसँग छँदै छ। Q1 भनेको कति छ? Q1 माइनस Q2 हामीले यहाँ पनि निकालेका छौं। डाइरेक्ट 1050 राख्दा पनि भयो। अपनमा Q1 भनेको कति हो? 1000 हो। 1000 इन्टु अब यो क्यालोरीमा छ, यो हामीले जुलमा राख्यो नि त। यो जुलमा छ भनेपछि अब यो क्यालोरीमा राख्न मिल्यो त? मिलेन नि। 4.2 गरेर यसलाई पनि जुलमै लान पर्यो इन्टु 100%। यसलाई पनि तपाईहरुले जुलमा लिएर जानु भयो भने हुन्छ, के फरक पर्दैन। इज इक्वल टु अब यसलाई सल्भ गर्ने हो भने यहाँबाट भनेको 25% आउँदो रहेछ। मतलब हाम्रो वर्क डन भनेको
1050 जुल हुँदो रहेछ इफिसियन्सी 25 डिग्री हुँदो रहेछ 25% हुँदो रहेछ अनि Q2 भनेको हिट रिजेक्टेड टु लो टेम्परेचर अथवा सिंकलाई दिने हिट भनेको 750 क्यालोरी हुँदो रहेछ अब हेरौं क्वेशन नम्बर 2 क्वेशन नम्बर 2 मा के भनेको छ भन्दा अ कार्नोट इन्जिन हैज यति इफिसियन्सी भनेर दियो इफिसियन्सी कति दियो त इफिसियन्सी भनेको 40% भनेर दियो सुरुमै विथ अ सिंक एट 10 डिग्री सेल्सियस सिंक भनेको कति हो T2 हो सिंक भन्ने बित्तिकै T2 सोर्स भन्ने बित्तिकै T1 10 डिग्री सेल्सियस यसलाई हामीले केल्भिनमा लिएर जाउँ 283 केल्भिन हुने भयो अब यसमा के भनेको छ बाइ हाउ मेनी डिग्रीज should the temperature of the source be increased in order to raise the efficiency to यति इफिसियन्सी 40 थियो पहिला अनि त्यतिखेर सिंकको टेम्परेचर यति थियो 10 डिग्री सेल्सियस थियो अब 65% हुनको लागि सोर्सलाई कतिले बढाउनु पर्छ कति टेम्परेचरले बढाउनु पर्छ भनेर यसले सोध्यो भनेपछि सबैभन्दा सुरुमा त हामीले इनिशियल कन्डिसन नै निकाल्नु पर्ने हुन्छ इनिशियल कन्डिसन निकाल्नको लागि हामीसँग फर्मुला छ हामीसँग इफिसियन्सीको फर्मुला छ केस आई गरौँ केस आई मा इफिसियन्सीको फर्मुला छ इफिसियन्सीको फर्मुला भनेको 1 - T2 अपन मा T1 इन्टु 100% हो अब इफिसियन्सी दिएको छ इफिसियन्सी कति दिएको छ 40% दिएको छ इफिसियन्सी 40% छ अनि 1 - T2 भनेको 283 दिएकै छ T1 भनेको T1 नै राखौं इन्टु 100 गरौँ इज इक्वल टु अब यहाँ पनि पर्सेन्टेज यहाँ पनि पर्सेन्टेज काटिनु भयो यो 40% को नि पर्सेन्ट हुन्थ्यो यसको नि पर्सेन्ट हुन्थ्यो काट्यो यो अब यो 40 यो यता आउँदाखेरि 0.4 हुने भयो इज इक्वल टु 1 - 283 अपन मा T1 हुने भयो अब यो भनेको त यो 1 यता आउँछ यसलाई यसरी गरौँ 283 अपन मा T1 इज इक्वल टु 1 - 0.4 गरौँ यसलाई सल्भ गर्ने हो भने 471.67 केल्भिन आउने भयो यति आयो T1 हाम्रो इनिशियली आयो यो T1 भनेको के हो त यो भनेको त टेम्परेचर अफ सोर्स हो T1 भनेको टेम्परेचर अफ सोर्स हो T2 भनेको टेम्परेचर अफ सिंक हो T2 भनेको अब के भनेको छ त यति हाम्रो इनिशियल कन्डिसन यति रहेछ T1 यति हुँदा र T2 यति हुँदा सोर्सको टेम्परेचर यति हुँदा र सिंकको टेम्परेचर यति हुँदा इफिसियन्सी 40% थियो भने अब 65% हामीले इफिसियन्सी बनाउनको लागि सोर्सको टेम्परेचर कति चाहिन्छ त भनेर सोध्यो हामीलाई क्वेशन भनेपछि अब हामीले केस 2 मा के गरौँ भन्दा केस 2 मा हामीलाई गिवन कन्डिसनहरु के छ त एउटा इफिसियन्सी गिवन छ 65% भनेर 65% भनेर क्वेशनमा के भनेको छ त सोर्सको टेम्परेचरको मात्र कुरा गरेछ यसमा सोर्सको टेम्परेचरको मात्र कुरा गरेछ भनेपछि त T2 पनि सेम नै हुने होला यसमा जति T2 थियो सिंकको टेम्परेचर जति थियो यसमा पनि त्यति नै हुन्छ भनेपछि सिंकको टेम्परेचर पनि 283 केल्भिन हुने भयो भनेपछि योबाट पनि हामीले सोर्सको टेम्परेचर निकाल्न सक्ने भयौं कसरी निकाल्न सक्ने भयौं त n भनेको त 1 - n भनेको इफिसियन्सी इन्टु 100% हुने भयो यो भनेको 65% छ 65% छ इज इक्वल टु 1 - T2 भनेको 283 अपन मा T1 ड्याश गरौँ है यसलाई पनि ड्याश गर्दियौ यसलाई पनि ड्याश गर्दियौ यस्तो गर्यो भने सजिलो हुन्छ बुझ्नको लागि सबै ड्याश T1 ड्याश इन्टु 100% हुने भयो अब यो पर्सेन्टेज र पर्सेन्टेज काटिनु भयो यो भनेको 0.65 इज इक्वल टु 1 - 283 अपन मा T1 ड्याश हुने भयो अब यदि यसलाई सल्भ गर्ने हो भने T1 ड्याश भनेको 808.58 केल्भिन आउने रहेछ दुईटा आयो अब यति चाहिदो रहेछ 65 बनाउनको लागि अब क्वेशनमा के भनेको छ क्वेशनमा त कति राइज गर्नुपर्छ इफिसियन्सी यति बढाउनको लागि टेम्परेचर सोर्स कतिले इन्क्रिज गर्नुपर्छ भनेर यो सोध्यो नि त इन्क्रिज यति 65% सम्म राइज गराउनको लागि कतिले इन्क्रिज गर्नुपर्छ भनेसी योबाट कति इन्क्रिज भयो भने यो बन्छ भनेर भने हो भनेपछि त हामीले इन्क्रिज इन सोर्स टेम्परेचर भनेको त फाइनल टेम्परेचर माइनस इनिशियल टेम्परेचर सोर्सको सरी यो हैन सोर्समा भएको फाइनल टेम्परेचर यो अनि इनिशियली यति थियो भनेपछि 808.58 सरी देखिन छ यसमा हामीले इन्क्रिज इन सोर्स टेम्परेचर भनेको फाइनल टेम्परेचर यो भयो माइनस इनिशियल टेम्परेचर यो भयो हामीले त्यसरी निकाल्ने हो अनि यो 808.58 माइनस 471.67 यो माइनस यो गरेको हामीले भनेसी योबाट भनेको इन्क्रिज कति आउँछ भन्दा 63.9
57 डिग्री सेल्सियस अथवा यो केल्भिनमा हेर्ने हो भने 336.90 केल्भिन आउँछ। यो केल्भिनलाई यसरी लिएर मैले डाइरेक्ट लेखिदिएको यो एन्सर, सेल्सियसमा थियो एन्सर, त्यही भएर यो भनेको 336.9 केल्भिन आउँदो रहेछ एन्सर। यसरी हामीले गर्न सक्ने भयौँ। अब हेरौँ क्वेसन नम्बर 3 मा। क्वेसन नम्बर 3 मा के भनेको छ भन्दा अ कार्नोट इन्जिन वर्क्स बिट्विन 800 डिग्री सेल्सियस एन्ड 400 डिग्री सेल्सियस। मतलब यो एउटा भनेको T1 हो, अर्को T2 हो। एउटा सोर्सको टेम्परेचर हो, अर्को सिङ्कको टेम्परेचर हो। जुनको टेम्परेचर बढी हुन्छ त्यो भनेको सोर्सको टेम्परेचर हुन्छ, जुनको टेम्परेचर थोरै हुन्छ त्यो भनेको सिङ्कको टेम्परेचर हुन्छ। मतलब सोर्सको टेम्परेचर TSOURC सोर्स अथवा T1 भनेको 800 डिग्री सेल्सियस भयो। अब टी सिङ्कको टेम्परेचर भनेको T2 भनेको कति छ 400 डिग्री सेल्सियस छ। अब यसलाई केल्भिनमा त लान परिहाल्यो। यसलाई केल्भिनमा लाँदाखेरि 1173 केल्भिन हुन्छ। यसलाई पनि केल्भिनमा लाँदा 673 केल्भिन हुन्छ। अब अर्को के भनेको छ भन्दा if it is possible either to increase the source temperature भनेको T1 लाई 50 ले इन्क्रिज गर्ने भनेको अर्को एउटा टेम्परेचर आयो क्या। अब और टु डिक्रिज द सिङ्क टेम्परेचर, अघि सोर्सको टेम्परेचरलाई 50 ले इन्क्रिज गर्ने थियो, अब अहिले सिङ्कको टेम्परेचरलाई 50 ले डिक्रिज गर्ने। व्हिच अफ दिज एक्सन विल बी कजिङ मोर इन्क्रिज इन इफिसियन्सी। मतलब अर्को एउटा टेम्परेचर आयो, त्यो भनेको T1 सोर्सको टेम्परेचरलाई 50 डिग्री सेल्सियसले इन्क्रिज गर्ने रे। मतलब 850 डिग्री सेल्सियस बनाउने। अर्को T4 भनेको सिङ्कको टेम्परेचरलाई 50 ले घटाउने, 50 डिग्री सेल्सियसले घटाउने भनेको 350 डिग्री सेल्सियस हुने भयो। अब यो सबै यति गर्दाखेरि हाम्रो इफिसियन्सी कुन चाहिँ बढी हुन्छ त भनेर यो क्वेसनले सोधेको छ। अब यसलाई पनि हामीले केल्भिनमा लिएर जाँदा 1123 केल्भिन र 623 केल्भिन हुन्छ। यति भयो। अब सबैभन्दा सुरुमा केस 1 मा हेरौँ। केस 1 मा के हेरौँ भन्दाखेरि नर्मल सुरुमा यो हो नि त हाम्रो मेन इन्जिन भनेर त यतिमा वर्क गरिरहेको नि त, भनेपछि यति बेला कति इफिसियन्सी रहेछ भनेर हेरौँ। इफिसियन्सी भनेको 1 माइनस T2 अपनमा T1 इन्टु 100%। T2 भनेको सिङ्कको टेम्परेचर, T1 भनेको सोर्सको टेम्परेचर। 1 माइनस सिङ्कको टेम्परेचर 673 अपनमा सोर्सको टेम्परेचर भनेको 1173 इन्टु 100% भयो। यदि हामीले सल्भ गर्ने हो भने यसको एन्सर भनेको 37.28% हुँदो रहेछ। अब हेरौँ अर्को केस सेकेन्डमा हेरौँ। केस सेकेन्डमा के छ कुरा भन्दा अब के गर्यो त सोर्सको टेम्परेचरलाई सिङ्क जस्ताको जस्तै राख्यो। सोर्सको टेम्परेचरलाई चाहिँ हामीले 50 डिग्रीले बढायौँ। मतलब अब इफिसियन्सी फेरि निकालौँ। यो केसमा हो नि त, यो एउटा केस हुन्छ। अनि यो सोर्सको टेम्परेचरलाई 50 डिग्री सेल्सियसले बढाउँदा अर्को केस हुन्छ, अनि सिङ्कको टेम्परेचरलाई 50 डिग्रीले घटाउँदा अर्को केस हुन्छ। ओभरअल यसमा 3 वटा केसहरू हुन्छ। भनेपछि अब सोर्सको टेम्परेचरलाई 50 डिग्री सेल्सियसले बढाउँदाखेरि के हुन्छ त 1 माइनस सिङ्कको टेम्परेचरलाई हामीले केही पनि गरेका छैनौँ भनेपछि 673 अपनमा 1123 केल्भिन हुने भयो इन्टु 100% हुने भयो। ओके हैन। अब यसलाई यदि हामीले सल्भ गर्ने हो भने इफिसियन्सीको भ्यालु भनेको 40% आउँछ। यो हामीले के गर्दाखेरि सोर्सको टेम्परेचरलाई 50 डिग्री सेल्सियसले बढाउँदाखेरि। अब हेरौँ अर्को केसमा हामीले के गरेका छौँ त, अर्को केसमा हामीले सोर्सको टेम्परेचरलाई केही पनि गरेका छैनौँ, सिङ्कको टेम्परेचरलाई 50 डिग्रीले घटाएको छौँ। त्यतिखेर इफिसियन्सी भनेको 1 माइनस यो सिङ्कको टेम्परेचरलाई हामीले के गरेका छौँ 50 डिग्रीले घटाएको छौँ। मतलब 50 डिग्रीले घटाएर यति भएको छ 623 अपनमा सोर्सको टेम्परेचरलाई केही पनि गरेका छैनौँ भनेपछि यो यति नै हुन्छ 1173 केल्भिन हुन्छ इन्टु 100% हुँदो रहेछ। यो सल्भ गर्यौँ भने 42% हुँदो रहेछ। मतलब अब योबाट हामीले यहाँ के भनेको छ त Which of these action will be causing more increase of efficiency। मतलब हामीले सिङ्कको टेम्परेचर 50 ले घटाउँदाखेरि चाहिँ यसले सबैभन्दा बढी इफिसियन्सी दिँदो रहेछ। मतलब यसको मतलब हामीले के रिजल्ट निकाल्न सक्यौँ त भन्दा
सिङ्कको टेम्परेचर घट्दाखेरि इफिसियन्सी बढ्दो रहेछ। मतलब हामीले त्यही लेख्ने हो, सिङ्कको टेम्परेचर घट्यो भने 50 डिग्रीले होस्, 100 डिग्रीले होस्, 200 डिग्रीले होस्, जतिले पनि घट्यो भने नर्मल भन्दा इफिसियन्सी बढ्दो रहेछ भन्ने हामीले कन्क्लुजन निकाल्न सक्यौं। त्यही एन्सर जस्टिफाई गर भनेर सोधेको छ हामीलाई, त्यही नै रहेछ यसको एन्सर भनेको। अब हेरौं क्वेशन नम्बर 4 मा। क्वेशन नम्बर 4 मा के भनेको छ भन्दा अ पेट्रोल इन्जिन कन्ज्युम्स 5 kg अफ पेट्रोल पर आवर भनेपछि इन्जिनले कन्ज्युम गर्ने पेट्रोल भनेको सोलुसन गरौँ। इनर्जी कति कन्ज्युम गर्छ रे? इनर्जी कन्ज्युम्ड भनेको कति हुन्छ रे? 5 kg पर आवर हुन्छ रे। यो भनेको 5 kg पर आवर हो। यस्तो हो नि त, यो त 5 kg पर आवर हो। इफ द पावर अफ इन्जिन इज यति भनेछ, पावर अफ इन्जिन यति दिएको छ भने एन्ड द क्यालोरिफिक भ्यालु अफ पेट्रोल इज यति भनेछ, मतलब 11 × 10⁻³ किलो क्यालोरी पर केजी भनेछ, इज इक्वल टु 11 × 10⁻³ इन्टु किलो क्यालोरी भनेछ नि त। भनेपछि फेरि 10⁻³ हो, किलो भनेको क्यालोरी पर केजी हुने भयो। अब यो दुईटा हामीसँग छ, यो दुईटा छ भने हामीलाई निकाल्न पर्ने के छ? इफिसियन्सी निकाल भनेछ। हामीलाई यो दिएको छ, यो हामीलाई पावर दिएको छ। इफ द पेट्रोल अफ इन्जिन इज यति, मतलब यति चाहिँ हामीले एक्सपेक्ट गरेका थियौं, पावर यति हुन पर्ने भन्ने एक्सपेक्ट गरेका थियौं। मतलब पी आउट भनेको चाहिँ 20 किलोवाट हुँदो रहेछ, 20 × 10⁻³ वाट हुँदो रहेछ पी आउट भनेको। अब पी इन निकाल्यौं भने त, यदि हामीले पी इन इज इक्वल टु वाट हुन्छ, पी इन निकाल्न सक्यो भने त इफिसियन्सी भनेको त के हो? इफिसियन्सी भनेको त पी इन अपनमा पी आउट इन्टु 100%, यो हो नि त इफिसियन्सीको फर्मुला त हाम्रो हो। त्यसरी चाहिँ हामीले यो दुईटाबाट चाहिँ हामीले पी इन निकाल्न सकिन्छ। त्यही भएर हामीलाई पी आउट क्वेशनमा दिएको छ, यो दुईटाबाट हामीले पी इन निकाल्यौं भने हाम्रो इफिसियन्सी निस्किन्छ। त्यही भएर अब यो दुईटालाई कसरी निकाल्ने त? क्वेशनमा जे दिएको छ त्यही लेख्यौं अहिलेसम्म त हामीले। अब पी इन भनेको के हो त? पी इन भनेको इनर्जी कन्ज्युम्ड इन्टु क्यालोरिफिक भ्यालु अफ पेट्रोल हो। मतलब अब यसमा हेरौं, पी इन भनेको त इनर्जी कन्ज्युम्ड इन्टु क्यालोरिफिक भ्यालु अफ पेट्रोल हो। इनर्जी कन्ज्युम्ड कति छ? 5 kg पर। अब यसमा हेर्नु है, हामीले पी इन अपनमा पी आउट गर्ने हो यो इफिसियन्सी निकाल्नको लागि। अनि पी आउट वाटमा छ भने पी इन आवरमा हुन मिल्यो त? मिलेन नि, यसलाई पनि त्यही भएर सेकेन्डमा लानु पर्यो। वाटमा भनेको सेकेन्ड हुन्छ, इन्टु क्यालोरिफिक भ्यालु भनेको कति छ? 11 × 10⁻³ इन्टु 10⁻³ क्यालोरी पर केजी छ। अब यो युनिट पनि हेर्ने हो भने यो र यो काटियो। अब बाँकी भनेको यो क्यालोरी बस्छ, क्यालोरीमा सेकेन्ड पनि हुन्छ, यहाँ क्यालोरी पर सेकेन्ड हुन्छ। अब यो यदि सबैलाई सल्भ गर्ने हो भने 64166.67 वाट आउँछ, यति वाट आइदिन्छ। यति वाट आयो पी इन भने। अब इफिसियन्सी भनेको त के गाह्रो भयो त हामीलाई निकाल्नलाई? इफिसियन्सी भनेको त सरी, यसमा हाम्रो मिस्टेक भइरहेको रहेछ। हाम्रो त के हो? पी आउट अपनमा पी इन चाहिँ हो नि, पी इन होइन नि, पी आउट अपनमा पी इन चाहिँ हो। भनेपछि अब पी आउट भनेको कति छ हाम्रो? 20 × 10⁻³ छ। पी इन भनेको 64166.67 इन्टु 100% छ, 100% छ। यसलाई यदि सल्भ गर्ने हो भने हाम्रो इफिसियन्सी भनेको 31.16% आउँदो रहेछ। यति हाम्रो एन्सर रहेछ। सरी, यहाँ देखिएन छ। इफिसियन्सी भनेको पी आउट अपनमा पी इन इन्टु 100% गरेको हामीले, केही होइन। यसमा थोरै मिस्टेक भएर रहेछ सुरुमा मैले भन्दाखेरि पी आउट अपनमा पी इन हुन्छ यो। अब यो हेरौँ आजको लास्ट क्वेशन। अ डिजेल इन्जिन पर्फर्म्स यति मेकानिकल वर्क भनेपछि मेकानिकल वर्क भनेको 2200 जुल रहेछ। एन्ड डिस्कार्ड्स यति हिट चाहिँ डिस्कार्ड गर्दो रहेछ। डिस्कार्ड त्यति हिट गर्छ भनेर भन्नुको मतलब त्यसले त्यति हिट रिजेक्ट गर्छ भन्नुको मतलब सिङ्कलाई दिन्छ, सिङ्कलाई दिने हिट हो। सिङ्कलाई दिने हिट भनेको Q2 हो, यति जुल हुँदो रहेछ। Q2 यति जुल हुँदो रहेछ। अब क्वेशनले के भनेछ? हाउ मच हिट मस्ट बी सप्लाई टु द इन्जिन इन इच साइकल। सप्लाई गर्नुपर्ने हिट भनेको Q1 भनेको कति हो? सोर्सको हिट कति हो भनेर सोध्यो। अनि यसले इफिसियन्सी कति हो भनेर सोध्यो। अब हामीसँग वर्क डन छ भने
Q1 त यसै निस्किन्छ Q1 - Q2 हैन त वर्क डनको फर्मुला यो भनेको 2200 इज इक्वल टु Q1 - 4300 जुल हुने भयो भनेपछि Q1 भनेको त हाम्रो 6500 जुल भयो 6500 जुल भयो अब इफिसिएन्सी हेरौं इफिसिएन्सी भनेको त 1 - Q2 अपनमा Q1 इन्टु 100% हो यो हो नि त इफिसिएन्सी भनेको त डिजेल इन्जिनको इफिसिएन्सी भनेको यो हो अब 1 - Q2 भनेको हाम्रो 4300 अपनमा Q1 भनेको 6500 इन्टु 100% हुने भयो यदि यसलाई हामीले सल्भ गर्ने हो भने 33.8% आउँदो रहेछ इफिसिएन्सी यसरी हामीले यो Q1 निकाल्यौं सोर्सको टेम्परेचर निकाल्यौं र अर्को भनेको हामीले इफिसिएन्सी निकाल्यौं सो आजको लागि यति नै थियो आई होप तपाईहरुलाई भिडियो मन पर्यो यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला भिडियोलाई आफ्नो साथीहरुसँग शेयर गर्नु होला र हाम्रो च्यानलमा अरु पनि यस्तै भिडियो छ एकचोटी चेक गर्नु होला थ्यांक यू भेरी मच